इस्मा गाउँपालिका वडा नम्बर 5 मा रहेको यो अनाकण्ठ जङ्गलको बीचमा रहेको यो श्री शिवाजी प्राथमिक विद्यालय चाहिँ आज हामीले चुना लगाइयो। करिब 4 घण्टा लाग्यो। चाहिँ यसरी चुना लगाइयो। राम्रो देखिएको छ। यो तल्लो स्कुलको चारैतर्फ चाहिँ चुना लगाइयो, अगाडिदेखि लिएर पछाडिसम्म, र 3टा कोठा पनि लगाइयो। कोठा रहेको छ। यो चाहिँ एउटा कोठा, यो पनि चुना लगाइयो। अनि अर्को कोठा चाहिँ यो हो। यो चाहिँ पुरानो स्कुल हो। यस्तो कक्षाहरूमा चाहिँ कोले पढ्नुभयो। यसरी कष्टकार जिन्दगी जिएर कतिपय व्यक्तिहरू चाहिँ अग्रज व्यक्ति पनि हुनुभयो होला यही ठाउँमा पढेर। यस्तो छन् कोठाहरू। अनि अर्को कोठा चाहिँ यो हो। माथि चाहिँ यस्तो छ कोठाको पुरानो स्कुल। सबैभन्दा पहिला चाहिँ मैले यही पढेको बाल्यकालमा सानो हुँदा। अनि हामीले अर्को चाहिँ यो टोइलेट चाहिँ चुना लगाइयो चारैतर्फ। अनि हामीले अर्को चाहिँ यो चौपारी पनि बढालेर सफा गरियो र चुना धेरै थिएन, अलिकति चाहिँ लगाइयो वरिपरि नै एउटा भागमा। प्रकृतिले भडिपुडा यो थापाचौर स्कुलमा चाहिँ आनन्दित छ। जताकतै जङ्गल छ, बीचमा चाहिँ स्कुल एकदम सुनसान, आनन्द शीतल देख्न सक्नुहुन्छ। यो चौपारी अहिले निर्माण भएको यो नयाँ चौपारी हो। दुई भाइ मिलेर चाहिँ आज यति 4 घण्टामा सिद्धाइयो।